गौतम बुद्ध चाहिँ आफ्नो बाबाको राज्य दरबारले चाहिँ त्यागेर चाहिँ किन जानु भएको थियो, के रिजन थियो? 29 इयर्स चाहिँ बिताउनु भएको ठाउँ चाहिँ यही रहेछ, तिलौरा कोट। तिलौरा कोटको मिनिङ चाहिँ के रहेछ, धेरै नै कुराहरू रहेछ। पहिला एसियन्ट नेम चाहिँ रहेछ तिलौरा कोटको चाहिँ कपिलवस्तु। सो गौतम बुद्ध चाहिँ यतैबाट चाहिँ जानुभएको थियो आफ्नो बाबाको राज्य दरबारलाई चाहिँ त्यागेर चाहिँ। अनि के रिजन थियो, के कारण थियो? तेरी नजरों ने हे वाट्स अप बोनी ग्याङ, बोनी फ्यामिली, के छ हौ, सन्चै हुन्छ? म नि अल राइट गुड। अनि म चाहिँ टक्क बिहान चाहिँ फ्रेस भएर चाहिँ आइसकेको साथीको घर चाहिँ। अनि आज चाहिँ टक्क लाएर चाहिँ घाम चर्को निस्किसकेको छ के अरे। यतिबाट चाहिँ धेरै जसो म चाहिँ ब्लग चाहिँ सुरुवात चाहिँ गर्छु के अरे, होइन। म चाहिँ जान आँटेको छु के अरे तिलौरा कोट एक्सप्लोर गर्न चाहिँ। सिद्धार्थ गौतम बुद्ध 29 इयर्स बिताउनु भएको बाल्यकालको ठाउँ चाहिँ आज म एक्सप्लोर चाहिँ गर्नेवाला छु। अनि गौतम बुद्ध चाहिँ आफ्नो बाबाको किङडम राजदरबारले किन छोडेर चाहिँ जानुभएको थियो, के कारण थियो, के रिजन थियो, सबै कुराहरू म चाहिँ आज यो भ्लगमा चाहिँ भन्नेवाला छु। अनि लाइभ हजुरहरू चाहिँ देखाउनेवाला छु। सो लेट्स सी, हजुरहरू चाहिँ लास्टसम्म चाहिँ इन्जोय गरिदिनु होला। भ्लगलाई चाहिँ एकदमै धेरै माया चाहिँ गरिदिनु होला, आफ्नो साथीहरूले चाहिँ सेयर पनि गरिदिनु होला के अरे। अनि टक्क लाएर चाहिँ अब म यताबाट चाहिँ निस्किनेवाला छु ब्लेक कुटीले लिएर चाहिँ। हे सो फाइनली बोनी ग्याङ म चाहिँ घरबाट चाहिँ निस्किसकेको छु के अरे। अलिकति ढिलो भएको थियो। अनि किन भएको थियो भन्नाले दाइले चाहिँ बाइक लिएर जानुभएको थियो, त्यही चाहिँ म वेटिङ गरिरहेको थिएँ। अनि सिद्धार्थ गौतम बुद्ध 29 इयर्स बाल्यकाल बिताउनु भएको ठाउँ चाहिँ आज म हजुर चाहिँ लाइभ देखाउँछु। अनि उताको बारेमा चाहिँ सबै डिटेलहरू चाहिँ म आजको ब्लगमा चाहिँ भन्नेवाला छु। अनि के रिजनको कारणले चाहिँ सिद्धार्थ गौतम बुद्ध चाहिँ आफ्नो राज्य दरबार, आफ्नो फादरको किङडमलाई छोडेर चाहिँ त्यागेर चाहिँ जानुभएको थियो, के कारण थियो, के रिजन थियो, सबै चाहिँ आज म यो ब्लगमा चाहिँ भन्ने छु। सो हजुर चाहिँ लास्टमा चाहिँ इन्जोय गरिदिनु होला के अरे। अलिकति लङ चाहिँ हुनसक्छ किनकि अलिकति चाहिँ म डिटेलमा चाहिँ आज चाहिँ सिद्धार्थ गौतम बुद्धको हिस्टोरी चाहिँ भन्नेवाला छु। त्यही भएर चाहिँ हजुर चाहिँ एकदमै धेरै माया चाहिँ गरिदिनु होला यो ब्लगलाई चाहिँ। अनि आफ्नो साथीहरूले चाहिँ पनि सेयर हानिदिनु होला। अनि धेरै जसो युट्युबरहरू चाहिँ तिलौरा कोट एक्सप्लोर गर्न चाहिँ आउनुहुन् कि, त्यही आज म चाहिँ धेरै कुराहरू चाहिँ नेटबाट चाहिँ यताउता बुढोपाकाहरूसँग चाहिँ सुनेर चाहिँ आज चाहिँ मोटो ब्लगिङ त्यति साह्रो राइड नहान। यो जुन ठाउँ देखिरहेको छ नि, यो पनि एउटा चाहिँ बुद्धको जन्म भएको थियो के अरे तिलौरा कोटमा। त्यसपछि चाहिँ म चाहिँ उतै गएर चाहिँ सबै डिटेलमा चाहिँ भन्नेवाला छु। यसो फाइनली एभ्रिवान हामी चाहिँ तौलिया चाहिँ पुगिसकेको छौँ के अरे। अब यो गेटदेखि चाहिँ हामीले राइट टर्न लिनुपर्ने रहेछ। बुद्धको चाहिँ स्ट्याचु हेर्न सक्नुहुन्छ के अरे। टक्क लाएर हामीले चाहिँ यताबाट चाहिँ राइट टर्न लिनुपर्ने रहेछ के अरे। अलिकति यहाँदेखि चाहिँ लङ छ के अरे, समथिङ 2 किलोमिटर होला। सो हेर्न सक्नुहुन्छ के अरे सिद्धार्थ गौतम बुद्धको चाहिँ स्ट्याचु मन्दिर टाइपको चाहिँ रहेछ। अब हामीले सिधै अझै चाहिँ स्ट्रेट जानुपर्ने रहेछ। हामीलाई चाहिँ यताबाट चाहिँ राइट टर्न लिनुपर्ने रहेछ के अरे। सो यता चाहिँ बुद्धिस्टहरू चाहिँ यतै बस्नुहुन्छ। बाटो चाहिँ एकदमै। अनि दिस इज गौतम बुद्ध 29 इयर्स बस्नु भएको ठाउँ चाहिँ यही रहेछ। अब हामीले चाहिँ सिधै बाइकलाई चाहिँ पार गर्नुपर्ने रहेछ। यता गएर सिधै बाइक पार हान्नु, त्यसपछि चाहिँ हामी भित्र चाहिँ जाने। सो लेट्स सी। छिराधिरे। सो फाइनली एभ्रिवान हामी चाहिँ तिलौरा कोट चाहिँ पुगिसकेको छौँ के अरे। टक्क लाएर त ब्ल्याक किटुले चाहिँ पार खानिदिएको छ। यता चाहिँ एउटा साथी रहेछ। के छ साथी? एकदम ओके हो चाहिँ हामी भित्र जान आँटेको छौँ। दिस इज तिलौरा कोट। पहिलाको गेट जुन कि भित्र जानुहुन्थ्यो। अनि यो म्याप रहेछ। सी अब चाहिँ हामी भित्र गएर टक्क देखाउने वाला छौँ यताको भ्यू के कसो रहेछ। अनि यताको बारेमा सबै डिटेलमा चाहिँ भन्नेवाला छु। सो चेक आउट दिस भ्यू। एन्ड यो सबै चाहिँ स्ट्रक्चरहरू चाहिँ पहिला चाहिँ घर हुन्थ्यो के अरे। अनि मुनि चाहिँ पसिसकेको छ। सो धेरै मान्छेहरू चाहिँ आएको छन् के अरे।
यो चाहिँ पश्चिम द्वार। दिस इज पश्चिम द्वार, द वेस्ट गेट। हे सो फाइनली एभ्रिवान हामी चाहिँ तिलौरा कोटको गेटबाट चाहिँ भित्र आइसकेको छौँ। वेस्ट गेटबाट चाहिँ उताको चाहिँ वेस्ट गेट रहेछ। अनि सो हामी चाहिँ यो द एसियन्ट सिटी अफ कपिलवस्तु तिलौरा कोट, प्राचीन नगर कपिलवस्तु तिलौरा कोट भन्नाले यो मिनिङ चाहिँ के रहेछ तिलौरा कोटको अनि सिटी अफ कपिलवस्तु किन छ भन्नाले पहिलोको नाम चाहिँ यो ठाउँको नाम कपिलवस्तु थियो। बट जब वैज्ञानिकहरूले चाहिँ रिसर्च गरे यो ठाउँलाई अनि त्यही भएर चाहिँ यो ठाउँको नाम फेरि तिलौरा कोट राख्नु भएको छ। अनि तिलौरा कोटको मिनिङ चाहिँ के रहेछ भन्नाले टी मिन्स 3 अनि लौरा मिन्स अशोक पिलर अनि कोट मिन्स किङडम। अनि त्यही भएर चाहिँ यो ठाउँको नाम तिलौरा कोट राख्नु भएको छ। अनि तिलौरा कोट त्यो 3 अशोक पिलर चाहिँ हाम्रै कपिलवस्तुमा जो रहेछ, जुन कि एउटा लुम्बिनीमा मायादेवी टेम्पल छेउमा हेर्न सक्नुहुन्छ। अनि एउटा हाम्रो चाहिँ निग्ल्यामा अनि एउटा चाहिँ कुदानमा रहेछ, जुन कि 3टा बुद्धको जन्म भएको थियो। गौतम बुद्ध, मुनि बुद्ध अनि एउटा चाहिँ साख्य मुनि बुद्ध भन्छन् कि के भन्छन्, समथिङ यस्तै नाम रहेछ। सो लेट्स सी अब हामी चाहिँ अलिकति भित्र जाम अनि गौतम बुद्धको चाहिँ हिस्ट्रीहरू चाहिँ भन्नेछु। 29 इयर्स चाहिँ बिताउनु भएको ठाउँ चाहिँ यही रहेछ तिलौरा कोट। अनि यहाँदेखि चाहिँ किन जानुभएको थियो, के कारण थियो, सबै चाहिँ म अहिले अघि चाहिँ भन्छु। सो लेट्स गो। कपिलवस्तुको चाहिँ तिलौरा कोटको चाहिँ डेफिनेसन बारेमा चाहिँ परिचयहरू छ, टक्क लगाएर हजुर पनि पढ्न सक्नुहुन्छ। अनि दिस इज म्याप। सो धेरै नै कुराहरू रहेछ। पहिला एसियन्ट नेम चाहिँ रहेछ तिलौरा कोटको चाहिँ कपिलवस्तु। पछि गएर चाहिँ जापानिज एन्ड के भन्छन् रे, जापानिज, चाइनिज एन्ड नेपाली वैज्ञानिकहरूले चाहिँ खोज गरेर चाहिँ यहाँको नाम चाहिँ तिलौरा कोट राख्नु भएको छ। अनि यही ठाउँ चाहिँ रहेछ सिद्धार्थ गौतम बुद्ध चाहिँ 29 इयर्स चाहिँ बिताउनु भएको ठाउँ चाहिँ यही हो। आजसम्म चाहिँ ब्लगलाई चाहिँ इन्जोय गरिदिनु होला एभ्रिवान, किनकि यो ब्लग चाहिँ एकदमै साह्रो इम्पोर्टेन्ट रहेछ। धेरैभन्दा धेरै सेयर गरिदिनु होला। धेरैजनाहरूलाई त्यति साह्रो चाहिँ थाहा छैन होला तिलौरा कोटको बारेमा, त्यति साह्रो चाहिँ आज म सबै डिटेलमा चाहिँ भन्नेवाला छु। अनि सिद्धार्थ गौतम बुद्ध चाहिँ आफ्नो फादरको यो कि राजदरबार किङडमले चाहिँ छोडेर चाहिँ किन जानुभएको थियो, सबै रिजनहरू चाहिँ आज म यो ब्लगमा चाहिँ भन्नेछु लाइभ। सो हजुरहरू पनि आएर भिजिट गर्न सक्नुहुन्छ एकचोटि चाहिँ। लाइभिङ इन द सिटी, सहरी जीवन चाहिँ इट्टाको जग्गा खनिएको काठको खम्बा गाड्ने पलहरू चाहिँ यस्तै थियो के अरे। वैज्ञानिकहरू चाहिँ खोज गरेर चाहिँ टक्क त्यसपछि चाहिँ संरक्षण चाहिँ गरेको रहेछ। यो इँटाहरू चाहिँ स्ट्रक्चरको लागि चाहिँ त्यो लोप नहोस् भनेर चाहिँ यो चाहिँ के भन्छ प्रकाशित चाहिँ 2014देखि 2016को बिचमा चाहिँ तिलौरा कोट कपिलवस्तुभित्र विशिष्ट भौतिक संरक्षण सञ्चालन गरिएको थियो के अरे। अनि यता चाहिँ बोर्ड हेर्न सक्नुहुन्छ द सेन्ट्रल पोन्ड भनेको मध्यम भागको रहेको पोखरी चाहिँ यहाँ एउटा चाहिँ पोखरी थियो के अरे, हेर्न सक्नुहुन्छ। स्ट्रक्चर पनि अलिकति पिक एन्ड यस्तै खनजोत भएको टाइममा चाहिँ यस्तै स्ट्रक्चरहरू चाहिँ भेटेको थियो। पहिला रानीहरू चाहिँ राजाहरू चाहिँ नहाउनुहुन्थ्यो के अरे। यता एउटा पोखरी थियो। सबै चाहिँ बोर्डमा पनि लेखेको छ के अरे। धेरै कुराहरू चाहिँ आएर चाहिँ भिजिट गरेर चाहिँ धेरै कुराहरू चाहिँ पढ्न सक्नुहुन्छ। अनि शुद्धोधन राजाको चाहिँ किङडम दरबार चाहिँ 100 मिटर वर्ग मिटर अझै त घेरीको बााउन्ड्री चाहिँ रहेथ्यो के अरे। अनि 1.5 मिटर चौडा इँटाको पर्खालले चाहिँ घेरिएको थियो। अनि उत्खन गर्दाखेरि पत्ता लागेको थियो के अरे। सो पछाडिको स्ट्रक्चर हेर्न सक्नुहुन्छ एभ्रिवान, जुन कि गौतम बुद्धको लागि चाहिँ शुद्धोधन राजा चाहिँ 3टा महल बनाइदिनु भएको थियो। एउटा चाहिँ गर्मीको लागि चाहिँ बनाउनु भएको थियो, गर्मीको टाइममा चाहिँ बस्नको लागि। अनि एउटा चाहिँ जाडोको टाइममा चाहिँ। अनि एउटा चाहिँ अझै पत्ता लागेको छैन के अरे। अनि चाँडै नै त्यो पनि पत्ता लाग्छ के अरे, सुनिरहेको छु म चाहिँ। अनि सोलेसी अनि एउटा चाहिँ यही रहेछ महल अनि एउटा चाहिँ अगाडि रहेछ। अब सोलेसी हामी चाहिँ उता गएर चाहिँ देखाउनेवाला छौँ। सो अब हामी चाहिँ नेक्स्ट महलतिर चाहिँ जाँदैछौँ। अनि जुन कि उता स्ट्रक्चर बनाएको रहेछ। अनि एउटा महल चाहिँ अझै पत्ता लागेको छैन। अनि 3टा महल थियो के अरे। शुद्धोधन राजा चाहिँ गौतम बुद्धको लागि चाहिँ बनाइदिनु भएको थियो के अरे। शुद्धोधन राजाको चाहिँ महलमा चाहिँ 4वटा गेट थियो, इस्ट वेस्ट नर्थ साउथ। बट 2टा गेट चाहिँ पत्ता लागेको छ के अरे।
नर्थ र साउथ चाहिँ अझै पत्ता लागेको छैन। अनि के भन्छ भने नर्थ गेट चाहिँ यता रहेछ, अनि अझै चाहिँ पत्ता लागेको छैन के अरे। बट 2016मा चाहिँ उत्खनन गर्दाखेरि 4वटा गेटको चाहिँ पत्ता लागेको थियो, बट 2टा गेट चाहिँ अझै लोप छ। वेस्ट एन्ड इस्ट गेट चाहिँ पत्ता लागेको छ, जुन कि हामी चाहिँ अग्नि आएको थियौँ त्यो चाहिँ वेस्ट गेट थियो, अनि उता चाहिँ पछाडि चाहिँ इस्ट गेट रहेछ। अनि अहिले चाहिँ हामी पछाडि पनि गएर चाहिँ देखाउनेवाला छौँ के कसो रहेछ भन्नुले। अनि राजाको एउटा महल चाहिँ यता हेर्न सक्नुहुन्छ, जुन कि जाडो एन्ड गर्मीको टाइममा चाहिँ बस्नु हुनुहुन्थ्यो के अरे। अनि सो एउटा महल चाहिँ अझै पत्ता लागेको छैन के अरे। सो लेट्स चाहिँ चाँडै नै सबै कुराहरू पत्ता लाग्छ के अरे। मैले सुनिरहेको छु चाहिँ यता चाहिँ विकासको चाहिँ एकदमै कमी कमजोरी रहेछ, बट म त्यो पनि सुनिरहेको छु। सरकार चाहिँ एकदमै ठुलो काम गर्नेवाला छ केटा हो। म चाहिँ सो लेट्स चाहिँ सुनिरहेको छु। सो लेट्स चाहिँ अब हामी चाहिँ उता स्टेगेसमा चाहिँ जाम। सो लेट्स गो। गौतम बुद्ध चाहिँ आफ्नो बाबाको चाहिँ राज्य दरबारले चाहिँ त्यागेर चाहिँ गौतम बुद्ध चाहिँ आफ्नो बाबाको राज्य दरबारले चाहिँ त्यागेर चाहिँ किन जानुभएको थियो, के रिजन थियो, सबै चाहिँ म भन्नेवाला छु। अहिले चाहिँ हामी स्टेगेटमा चाहिँ गएर चाहिँ हेरौँ उताको पनि स्ट्रक्चर अनि के लेखेको छ बोर्डमा चाहिँ। सो लेट्स चाहिँ हजुरहरू पनि आएर चाहिँ भिजिट गर्न सक्नुहुन्छ कि धेरै कुराहरू चाहिँ यहाँ गौतम बुद्धको बारेमा चाहिँ रहेछ। अनि 29 इयर्स चाहिँ बिताउनु भएको ठाउँ चाहिँ यही रहेछ, तिलौरा कोट। अनि तिलौरा कोटको मिनिङ चाहिँ हजुरहरूले थाहा भइसक्यो होला। सो हामी चाहिँ अब स्टेगेटमा चाहिँ आइपुगेको छौँ। सो गौतम बुद्ध चाहिँ यतैबाट चाहिँ जानुभएको थियो आफ्नो बाबाको राज्य दरबारलाई चाहिँ त्यागेर चाहिँ। अनि के रिजन थियो, के कारण थियो चाहिँ अहिले म भन्छु। सो यता हेर्न सक्नुहुन्छ के अरे द इस्ट गेट, जुन कि पूर्वी द्वार। हामी चाहिँ आएको थियौँ वेस्ट गेटबाट चाहिँ, जुन कि पश्चिमी द्वार थियो, अनि यो चाहिँ पूर्वी द्वार। अनि गौतम बुद्ध चाहिँ यतैबाट चाहिँ जानुभएको थियो। अनि किन जानुभएको थियो भन्नाले 29 वर्षको उमेरमा सिद्धार्थ गौतम बुद्धले ज्ञान प्राप्तको या महायात्रा सुरु गर्न उनका परिवार र जानकीय सम्बन्ध परित्याग गरी यहाँ पूर्वी द्वार हुँदै कपिलवस्तुबाट स्थान गरेका थिए। सिद्धार्थ गौतम बुद्ध चाहिँ आफ्नो फादरको राज्य दरबारले चाहिँ त्यागेर आफ्नो सबै रिस्ताहरू चाहिँ त्यागेर चाहिँ 29 वर्षको उमेरमा चाहिँ सिद्धार्थ गौतम बुद्ध चाहिँ यहाँबाट चाहिँ जानुभएको थियो। अनि किन जानुभएको थियो भन्नाले राजाको चाहिँ यो महलमा चाहिँ 4वटा गेट थियो, इस्ट वेस्ट नर्थ साउथ। बट 4 गेटमा चाहिँ यस्तो मान्छेहरू देख्नुभयो जुन कि सोक हुनुभयो कि सिद्धार्थ गौतम बुद्ध। अनि त्यही ज्ञानको खोजमा चाहिँ जानुभएको थियो। कस्तो मान्छेहरू देख्नुभएको थियो, कस्तो प्रकारको भन्नाले एउटा गेटमा चाहिँ पीडित मान्छे देख्नुभएको थियो, अनि एउटा गेटमा चाहिँ रुगा लागेको मान्छेहरू देख्नुभएको थियो, अनि एउटा गेटमा चाहिँ एउटा मान्छे चाहिँ झुन्डेको देख्नुभएको थियो, अनि एउटा गेटमा चाहिँ बुढाचकाल, जुन कि 4वटा गेटमा 4वटा रिजनहरू देख्नुभएको थियो। अनि त्यसैको खोजमा चाहिँ आफ्नो बाबाको राज्य दरबारलाई चाहिँ त्यागेर चाहिँ यहाँबाट चाहिँ जानुभएको थियो। शुद्धोधन राजा चाहिँ आफ्नो छोरोको लागि चाहिँ गौतम बुद्धको लागि चाहिँ यसो रामको सबै थोकहरू सबै कुराहरू चाहिँ यी महलमा चाहिँ हुने गर्थे। सबै चाहिँ कैद गरेर जस्तै गौतम बुद्धले चाहिँ राख्नुभएको थियो, बट त्यही स्टेगेटबाट चाहिँ जानुभएको थियो मैले सुनेको थिएँ के अरे। अनि सिद्धार्थ गौतम बुद्ध चाहिँ जब यतादेखि जानुभएको थियो त्यो बेला चाहिँ उनको एउटा घोडा रथ एन्ड पहिलाको जमानामा चाहिँ रथ नै थियो साधन चाहिँ, अनि त्यही रथबाट चाहिँ जानुभएको थियो के अरे। अनि सो उनको घोडाको चाहिँ डेथ चाहिँ स्टेगेटमा चाहिँ त्यहीँ बाहिर चाहिँ भएको थियो। सो लेट्स चाहिँ हामी उता हेर्न सक्नुहुन्छ। दिस इज स्टेगेट एन्ड स्ट्रक्चरहरू घरको चाहिँ हेर्न सक्नुहुन्छ। अनि उता चाहिँ हाम्रो दाई सेक्युरिटी गार्ड यहाँको संरक्षणको लागि चाहिँ बस्नु पर्ने कुराहरू रहेछ। एभ्रिवान आएर चाहिँ एकचोटि चाहिँ भिजिट गरिदिनु होला, अनि एकदमै साह्रो यो भ्लगलाई चाहिँ सेयर गरिदिनु होला। दिस इज स्टेगेट, गेटबाट चाहिँ गौतम बुद्ध चाहिँ जानुभएको थियो ज्ञानको खोजमा चाहिँ। कुन एरियामा चाहिँ उनको घोडाको चाहिँ डेथ भएको थियो के अरे। सो लेट्स चाहिँ म अलिकति उहाँ बसेर चाहिँ टक्क त्यसपछि चाहिँ एकदमै डिटेलमा चाहिँ अहिले भन्नेछु। सो हामी चाहिँ हेर्न सक्नुहुन्छ एउटा टेम्पलमा चाहिँ पुगिसकेको छौँ, जुन कि द समयमाई टेम्पल हेर्न सक्नुहुन्छ। यहाँ चाहिँ एकदमै पवित्र ठाउँ रहेछ। यहाँ आएर चाहिँ पूजाहरू गर्ने गर्छन् अनि मन्नतहरू माग्ने गर्छन्, जुन कि मन्नतहरू पुरा पनि हुन्छ। सो एकदमै पवित्र ठाउँ रहेछ मन्दिर।
समयमाई थान एन्ड समयमाई टेम्पल। साथी तिमी पनि मन्नत माग्न सक्छौ एउटा। यो टेम्पलको पावर हेर्न सक्नुहुन्छ एभ्रिवान। चारैतिर हावा चलेको छैन, बट यो ठाउँमा चाहिँ एकदमै आमा म त साइकको हुन्छु कि फेरि यस्तो क्लाइमेट बब्बाल छ कि। राजाको चाहिँ 4वटा गेटहरू थियो, इस्ट वेस्ट नर्थ साउथ। अनि 4वटै गेटमा चाहिँ गौतम बुद्ध चाहिँ 4 प्रकारको 4 टाइपको मान्छेहरू देख्नु भएको थियो, जुन कि एउटा चाहिँ एकदमै पीडित दुखित भएको मान्छे, अनि एउटा चाहिँ रुगा लागेको थियो, अनि एउटा चाहिँ झुन्डेको मान्छे देख्नु भएको थियो, मरेको मान्छे, अनि एउटा चाहिँ बुढेसकाल जस्तै कि हुन्छ नि त बुढापाकाहरू, त्यस्तै मान्छेहरू देख्नु भएको थियो। अनि त्यसैको खोजमा चाहिँ गौतम बुद्ध चाहिँ आफ्नो बाबाको राज्य दरबारले चाहिँ त्यागेर चाहिँ सबै रिस्ता नाताहरू त्यागेर चाहिँ इस्ट गेटबाट चाहिँ जानुभएको थियो। अनि यहाँदेखि जाँदाखेरि फेरि पढेर म त्यो बिर्सिसकेको छु, गएर चाहिँ आफ्नो राज्य दरबारको जुन गहनाहरू कपडाहरू थियो सबै कुराहरू चाहिँ निकाल्नु भएको थियो। अनि त्यो रथ घोडा अनि एउटा चाहिँ उनको ड्राइभर सँगै जानुभएको थियो। अनि फेरि सबै आफ्नो राज्य दरबारको जति हुन्छ नि त गहनाहरू अनि कपडाहरू चाहिँ सबै आफ्नो ड्राइभर, त्यही रथ चलाउने ड्राइभरले चाहिँ दिनुभएको थियो। अनि त्यहाँदेखि चाहिँ आफू एउटा कपडा मात्रै लगाएर चाहिँ त्यहाँबाट जानुभएको थियो ज्ञानको खोजमा चाहिँ। अनि फेरि तिनको ड्राइभर चाहिँ आउँदाखेरि इस्ट गेटमा जुन मैले अघि नै देखाइसकेको छु त्यो ठाउँमा चाहिँ गेटको थोरै कति अगाडि चाहिँ तिनको घोडाको चाहिँ डेड भएको थियो, मृत्यु थियो घोडाको। अनि फेरि त्यो ड्राइभर चाहिँ आएर चाहिँ शुद्धोधन राजालाई चाहिँ गौतम बुद्धको जति सामग्री गहनाहरू थियो सबै उनको फादरलाई दिनुभएको थियो। अनि सो लेट्स सी म चाहिँ हेर्छु अनि गौतम बुद्ध जहाँ जन्मनु भएको थियो त्यो ठाउँ पनि म हजुरहरूले चाहिँ एक्सप्लोर गरेर चाहिँ देखाउनेवाला छु नेक्स्ट ब्लगमा चाहिँ। सो लेट्स सी अब चाहिँ हामीलाई चाहिँ यताबाट चाहिँ जानुपर्ने रहेछ। सो अहिले हामी चाहिँ एकछिनपछि चाहिँ भेटौँ ल। हजुर चाहिँ सिनेम्याटिक भिडियो चाहिँ यताको चाहिँ इन्जोय गरिदिनु होला। अनि यो ब्लगले चाहिँ धेरैभन्दा धेरै नै सेयर गरिदिनु होला, किनकि धेरैजनाहरूले चाहिँ त्यति थाहा छैन होला यो पिलर र कोटको बारेमा चाहिँ। अनि मलाई पनि थाहा थिएन के अरे, बट मैले धेरै कुराहरू सुने। अनि हाम्रै कपिलवस्तुमा रहेछ, अनि यस्तो ठाउँले चाहिँ एक्सप्लोर गर्नुपर्छ। धेरै युट्युबरहरू चाहिँ आएर चाहिँ यतिकै भिडियो सिडियो बनाएर चाहिँ जान्छन्, बट यताको बारेमा त्यति साह्रो चाहिँ भन्दैनन्, किनकि गौतम बुद्धले चाहिँ हाम्रो देशमा मात्रै होइन इन्टरनेसनल देशमा सबै देशमा चाहिँ चिन्नुहुन्छ। सो लेट्स से अब म हजुरले चाहिँ यताको सबै डिटेलहरू चाहिँ देखाइसकेको छु। अनि यो ब्लग चाहिँ धेरैभन्दा धेरै सेयर गरिदिनु होला आफ्नो साथीभाइहरूलाई, किनकि साथीभाइहरूले पनि थाहा छैन होला नि त। अनि मलाई नि थाहा थिएन धेरै कुराहरू, सानो हुँदाखेरि अर्कै हिस्ट्रीहरू सुन्ने गर्थेँ कि म। अलि गएर देखाउँछु म सबै ब्लगहरू चाहिँ अपडेट दिँदै गर्छु, इन्फर्मेसन सबै म भन्ने गर्छु, सबै ब्लगहरू चेकआउट गर्नु होला सरी। अनि सो लेट्स सी एभ्रिवान अब चाहिँ हामीले यहाँ यताबाट चाहिँ जानुपर्ने रहेछ, किनकि अब साँझ पनि हुन आँटेको छ। सो लेट्स सी अलिकति भोक पनि लागेको छ, अब चिया खानु पऱ्यो, चिसोको टाइम छ। अनि आज पनि चर्को घाम पनि निस्केको थियो, अलिकति चाहिँ त्यति साह्रो घाम पनि निस्केको थिएन। सो लेट्स सी एभ्रिवान अब चाहिँ हामी सिधै अगाडि चाहिँ एकछिनपछि भेटौँ ल, नत्र हाम्रो ब्लग चाहिँ यति नै हुनेवाला छ। सो अब हामी चाँडै नै नेक्स्ट ब्लगमा चाहिँ भेट्नेवाला छौँ। जय नेपाल, टेक केयर। अब हामी चाहिँ बाहिर निस्कन आँटेको छौँ वेस्ट गेटबाट चाहिँ। हाम्रो बाइक पनि उतै राखेको छ, उता हेर्न सक्नुहुन्छ बौद्धिस्टहरू चाहिँ बसेको हुनुहुन्छ। यस्तै लुगाहरू चाहिँ गौतम बुद्ध लगाएर चाहिँ त्यो बर्डरबाट चाहिँ जानुभएको थियो। सो एभ्रिवान आजको ब्लग चाहिँ यति नै हुनेवाला छ। अब हामी चाँडै नै न्यू ब्लगमा चाहिँ भेट्नेवाला छौँ। चाँडै नै हामी लुम्बिनी एक्सप्लोर गर्न चाहिँ जान्छौँ, जहाँ कि गौतम बुद्धको जन्म भएको थियो। सो लेट्स सी एभ्रिवान अब चाहिँ हामी चाँडै न्यू ब्लगमा चाहिँ भेट्नेवाला छौँ। आजको ब्लग चाहिँ यति नै हुनेवाला छ। के कसो हजुरले लागेको छ कमेन्ट बक्समा चाहिँ कमेन्ट हानिदिनु होला, मिठो पारमा चाहिँ सेयर हानिदिनु होला ब्लगले चाहिँ। सो जय नेपाल, टेक केयर, लेट्स गो।